खोइ मोबाइल हेर्नु त आज तपाईँको राशिफल कस्तो छ भने हेरौँ के अरे तपाईँको राशि किन चाहियो हौ मेरो राशि हेर्नलाई हो आजको दिन तपाईँको कस्तो जाने रहेछ भनेर यहाँ राशि हेर्न हामीहरू लोग्ने मान्छेको राशि हेर्नु पर्दैन थाहा छ किन हामीलाई अरूले गम पाउँछन् हामीहरूको राशि कस्तो के हुन्छ हामी मिसिक्क हाँसिराखेको छौँ भने हाम्रो दिनभरिको राशिफल यसै राम्रो अनि हामी फाँस्छ पऱ्यो भने जान्नु आज दिनभरि बेकार जाने भयो लु भन्नु न त तपाईँको आजको दिन चाहिँ कस्तो जाने रहेछ लु भन्नु त लु एकदम राशि नहेरी पर्खिएको तेरो मुख हेर्नुपर्छ एकपल्ट तेरो मुख नहेरी म भन्न सक्दिनँ अहिलेसम्म त ठिकै छ ए राम्रो जाने रहेछ गम पाइयो राम्रो जाने रहेछ है हामीको मुख हँसिलो भयो भने दिनभरि राम्रो जान्छ त्यो कुरो याद राख्नुहोस् होइन तपाईँको राशिफल मेरो मुखमाथि कहाँबाट आउँछ हो मेरो मुखमा कसरी गम पाउनुहुन्छ हो तपाईँले भन्न चाहिँ के खोज्नु भएको त्यो भन्नु त अरे त्यो त्यतिखेरै बाहुनले बिहे गर्दाखेरि तेरो र मेरो राशिलाई कनेक्सन गरिदिएका छन् गम पाइ मेरो राशिसँग तेरो मुड तेरो दिमाग कनेक्सन गरिदिएका छन् गम पाइस् नि अनि त्यही तेरो दिमागमाथि अहिले मेरो राशि चल्छ के तेरो मुड जस्तो हुन्छ मेरो राशि त्यही हिसाबले चल्छ त्यो कुरो त आज तँलाई बाहुनले त्यहाँ त्यतिखेर स्वाहा भनेर के भनेका थिए यसको राशि गएर यसको दिमागसँग जोडियोस् भनेका हुन् त्यो तेरो मुड जस्तो हुन्छ तँ हाँसिस् भने मेरो दिनभरि एकदम निको आनन्दले पारो तँ हाँसिनस् भने भयो बर्बाद छ राशि हेरौँ न भनेको अरे 10वटा कुरा गर्नुभयो 10वटा भन्दा धेरै कुरा यस्ताको राशि हेर्छन् अब फेरि बिग्रिन थाल्यो है मेरो राशि बिग्रिन थाल्यो नि ल हेर्दिनँ म